안녕하세요 여러분. 최영찬이 오신 것을 환영합니다. 저 이마트 다시도 다른 이 영상으로 찾아왔습니다. 오늘 우리 회사에 많이 일 없어서 빨리 퇴근하고 이번 공무원에 왔어요. एकछिन नेपाली पनि बोल्छु म एकछिन नेपाली बिर्सियो ठुलो भयो भन्नु थाल्नु भयो होला होइन यसो भाषा जाने छु भनेर सुअप मात्रै गरे हो यहाँभन्दा धेरै चाहिँ म रट्या छैन यति रट्या थिएँ बकिहालेँ होइन अब चाहिँ नेपाली भाषामै बोल्न चाहन्छु नमस्ते एन्ड वेलकम छ सबैजनालाई म भाग्य नेउपाने भन्दै भिडियो बनाउँदै तर भाइरल नहुँदै गरेको तपाईकै आफ्नै एकमात्र विश्वकै रेयर इन्सान हिम्मत नेउपाने यो भिडियोमा वेलकम छ सबैजनालाई नमस्ते अनि ह्याप्पी न्यू इयर पनि भन्न चाहन्छु म आज चेरी ब्लोजम इन्जोय गर्नको लागि आएको खासमा चाहिँ यो चेरी ब्लोजम चाहिँ ओन्ली हाम्रो चाहिँ 3 weeks 4 weeksसम्म मात्रै हुन्छ कोरियामा अनि छिटो गएर चाहिँ इन्जोय गरिहाल भनेर मलाई साउले भनिरहेको थियो धेरै दिन अघिदेखि साउले चाहिँ हैन चेरी ब्लोजम गइस् कि नै जा भनिरहेको थियो आज चाहिँ छुट्टी नै दियो त्यही भएर आज जबरजस्ती आएको हैन सकेसम्म त बिदा लिएर किन घुम्न जानु भनेर काम मात्रै गरिरहेको थिएँ आज त यो चाहिँ के रहेछ है यस्तो छ के हो यो चाहिँ यहाँनिर टेक्ने अनि यहाँनिर टेकेर यसरी हल्लिने रहेछ होइन इरक्कै म चाहिँ धेरै देखाउन चाहन्न होइन बद्रामै पल्टिएँ भने त सकिगयो नि भिडियो बनाउनु छ पल्टी गयो भने त सकिगयो त्यही भएर चाहिँ चकचक नगरिकन भिडियोतिरै लागौँ भन्ने मेरो भनाइ हो टिकटकमा मैले एउटा भिडियो देखाएको थिएँ एकजना भाइले चाहिँ 3 महिना लागे पनि 6 वर्ष लागे पनि कोरिया त गएरै छोड्ने हो भनेर चाहिँ भ्यागुता जस्तै बुरो कुखुरा देखाएको थिएँ होइन म चाहिँ के भन्न चाहन्छु भने यदि कोरिया आउने नै हो भने वेलकम टु हेल भन्न चाहन्छु होइन अनि त्यसपछि हाम्रा के अरे +2 दिएर बस्नुभएका भाइ बहिनी दिदी दाइहरू को हुनुहुन्छ होइन उहाँहरू पनि यदि स्टुडेन्ट भिसामा कोरिया आउन चाहनुहुन्छ भने अथवा भनौँ न D2 D4 कुन भिसा हुन्छ होइन त्यो भिसामा चाहिँ कोरिया आउन चाहनुहुन्छ भने यदि कोरिया आउने सोच बनाइराख्नु भएको छ भने चाहिँ नआइज भाइ बरु अस्ट्रेलिया जाने क्यानाडा जाने होइन अमेरिकै जा साउथी कतारै गयो भइगयो नि कोरिया चाहिँ स्टुडेन्ट भिसामा चाहिँ नआऊ होइन कोही पनि नआऊ अघि एउटा कफीको क्यान किनेको थिएँ होइन अब कफी खाइवरी अब यो क्यान फाल्नु पर्यो भनेर यत्रो बेरसम्म खोजेँ घरे कति पनि डस्टबिनै देखिँदैन यार पार्क छ होइन यति ठुलो पार्क चाहिँ एकदमै राम्रो छ होइन सबै कुरा ठिक छ साला यो डस्टबिन अनि त्यसपछि गएर वाटर अनि त्यसपछि गएर टोयलेटहरू चाहिँ पार्कमा भेटाउन एकदमै गाह्रो हुँदै हुन्न कि के हो राख्दैन भने यिनीहरूले कोरियामा चाहिँ पिसाब लाग्यो भने पनि छियापेर होइन कुदेर घरै जानुपर्ने हुन्छ कतैतिर गयो भने तिर्खा लाग्यो भने त्यस्तै हो अब यो क्यान फाल्नु पर्ने छ 10 मिनट छैन कपालले गर्दाखेरि यो के अरे हावाले गर्दाखेरि कपाल चाहिँ एकदमै खुलित्त भयो भन्ने कुरो मैले देखिरहेको छु रिसिटिरहेको मलाई हावासँग के गर्नु होइन भेट्यो भने क्या ज्याम लगाइदिन्छु भन्ने ठाने अब हावा हो नदेख्न सकिन्छ होइन नभेट्न सकिन्छ त्यो भएर चुप्प लगाएर हिँडिरहेको अवस्था छ के भन्न चाहन्थेँ भन्दाखेरि चाहिँ म जस्तो कतैतिर काममा गयो घुम्न गयो भने चाहिँ जस्तो अब विदेशीहरू पनि सँगसँगै हुन्छ नि त यदि भेटिहाल्यो विदेशीहरू पनि भेटियो भने चाहिँ जस्तो कुनै पनि कन्ट्रीका होस् नेपालको बाहेक कुनै पनि कन्ट्रीका मान्छेहरू भेटियो भने चाहिँ उनीहरूले सोध्ने पहिलो प्रश्न भनेको कुन कन्ट्रीको होस् भनेर सोध्छ अब नेपालको हो भन्नु पऱ्यो होइन अनि नेपालको हो भन्ने बित्तिकै चाहिँ उनीहरूले के भन्छ भन्दाखेरि नेपाली गाली दिँदैन नमस्ते भन्दैनन् फेरि नमस्ते नथिङ सिधै के भन्छ त भन्दाखेरि गाली दिँदैन मलाई चाहिँ अलिकति नराम्रो लाग्छ होइन हामी नेपालीहरूले विदेशीहरूलाई किन यस्तो सिकाइरहेको छौँ होइन सकेसम्म राम्रै कुरा सिकाउँ नराम्रो किन सिकाउनु सकेसम्म नमस्ते भन्न सिकाउँ राम्रो कुराहरू सिकाउँ होइन फोर शब्दहरू रङ वर्ड्सहरू चाहिँ नसिकाउँ भन्न चाहन्छु आफू पनि नबोलौँ होइन आफू पनि किन बोल्ने होइन आफू पनि नबोलौँ भन्न चाहन्छु अनि त्यसपछि म के भन्दै थिएँ भन्दाखेरि आफू पनि यो भिडियोमा पछि भन्दै
मैले त अघि त खाएको क्यान चाहिँ कहाँ राखेँ जस्तो लाग्यो होला तपाईँहरूलाई होइन। मैले डस्टबिन भेटिनँ र पनि मैले एउटा ट्रिक एउटा आइडिया अपनाएँ। अनि पार्कहरूमा चाहिँ बस्ने ठाउँहरू बेन्चहरू हुन्छ क्या, अनि बेन्चमा चाहिँ गएर बस्ने अनि त्यसपछि साइडमा क्यान राख्ने अनि एकैछिन मोबाइल हेरेर जस्तो गर्ने, बिजी भयो जस्तो गर्ने, झ्याप्प केही सम्झे जस्तो गर्ने अनि त्यसपछि मोबाइल बोकेर ट्याप, क्यान बोकेर होइन मोबाइल बोकेर ट्याप ठुङ्गे, क्यान चाहिँ त्यहीँ छोड्ने। यो ट्रिक चाहिँ कतै पनि अप्लाई नगर्नु होला होइन, मार्ला नि फेरि। भोलि बिहान इमिग्रेसनले बाबु कता छ आइज भिजिट गर इमिग्रेसन भन्ला र अनि त्यसपछि चाहिँ यल्ल गई होला होइन। तिमी आउने बाटोमा फुल रोपिदिए तर आइनौ, मेरो भिडियोको लिङ्क कपी पेस्ट गरेर 10 जनालाई पठाउँछु भन्थ्यौ किन पठाइनौ। यसरी बोलाउन चाहिँ नहुनु पर्ने हो म खासमा, के गर्नु अब। अलिकति भ्युज लाइकको आश लाग्ने रहेछ होइन भिडियो बनाइसकेपछि। म चाहिँ ट्याक्क कुर्सीमा आएर बसेको छु। यहाँनिर अर्को कुर्सी पनि खाली छ, तिम्रो लागि हो। त्यो चाहिँ भिडियो हेरिरहेको छौ भने तिम्रै लागि भने हो। यसरी एक्लै नराख, कहाँ छौ छिटो आइहाल होइन। सँगै बनाउनु पऱ्यो, सँगै हुनु पऱ्यो। किन ढिलो गरे? सबले हेर्छ नि यार, दुईवटा कुर्सी राखेको छ नि यार, एकजना मान्छेलाई कम हुन्छ नि। एउटा सिङ्गल मान्छे छ, एउटा एक्लो छ बिचरा, एउटा कुर्सी राखिदिनु, त्यसको लागि पनि छुट्टै कोठा दिनु होइन। 3 ठाउँ रहेछ कुर्सीहरू, 3 ठाउँमै दुईवटा कुर्सी राखिरहेको छ। अब चाहिँ के भन्ला जस्तो लाग्यो होला। अब के भन्नु, अब इन्डिङ गर्न चाहन्छु भिडियोको। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा अथवा स्किप गरेर डाइरेक्ट यहीँ आउनु भएकोमा तपाईँहरूले धेरै धेरै धन्यवाद छ। म अब अर्को भिडियोमा छिट्टै नै भेट्नेछु।